साथीहरू, आजको यस भिडियोमा एकदमै महत्त्वपूर्ण र मेरो विशेष अनुरोध छ हजुरहरूलाई। हजुरहरू पनि यदि रोजगारको सिलसिलामा विदेश आएको छन् भने मान्छेको देशमा बसिसकेपछि एकदमै ध्यान दिनुपर्ने भनेको अनुशासन र दोस्रोमा भनेको यहाँ हामीले काम गर्दाखेरि मान्छेको देशमा दिइने हामीले बनाउनु पर्ने कुनै कार्डहरू, रेसिडेन्सी कार्डहरू, यो भनेको अनिवार्य रूपमा बनाउनु पर्छ है साथीहरू। एक दुई पैसाको लोभमा हैन, यो नबनाउँदाखेरि केही पनि हुँदैन, हामीले ढुक्क छ भनेर एक दुई पैसाको लोभमा यसरी नबनेर नबसिदिनु होला। किनभने भोलि गएर तपाईँलाई समय सधैँ एकनासको हुँदैन। तपाईँलाई भोलि गएर चेकिङ पर्न सकिन्छ, असिस्टहरू आएर तपाईँलाई हैन, तपाईँ सुतेकै ठाउँमा तपाईँको रुममै आएर चेक गर्न सकिन्छ। तपाईँ काममा जाने बेलातिर यसरी चेक गर्न सकिन्छ तपाईँको रेसिडेन्सी कार्डहरू। त्यतिखेर तपाईँसँग नहुँदाखेरि तपाईँलाई एकदमै समस्या पर्छ र एकदमै तपाईँ कानुनको दायरामा तपाईँ पर्न सकिन्छ। त्यसैले बेलामै सचेत रहनुहोस्। मान्छेको देशमा आएपछि मान्छेको देशको कानुन मान्नुपर्छ, सबभन्दा ठुलो कुरा, र अनुशासनमा बस्नुपर्छ। र आफू सुरक्षित हुनको लागि आफूले बनाउनु पर्ने कार्डहरू सबै तपाईँले आफू साथमा राख्नुपर्ने हुन्छ। राहदानी मेन विशेष पासपोर्ट, रेसिडेन्सी कार्ड इत्यादि सबै कुरा तपाईँसँग अनिवार्य हुनुपर्छ। एक दुई पैसाको लोभमा तपाईँ यो मान्छेको देशमा बनाउनु पर्ने रेसिडेन्सी कार्डहरू नबनाएर तपाईँ यसरी इलिगल रूपमा नबसिदिनु होला। आज मैले त कति देखेको छु कि मान्छेको देशमा यो जुन मान्छेले रेसिडेन्सी कार्डहरू, यहाँ बनाउनु पर्ने कार्डहरू बनाउँदैन, त्यो मान्छे चाहिँ यो देशको कानुन उल्लङ्घन गरेर जाँड रक्सी खाएर झैझगडा गरेर दादागिरी देखाएर बसिरहेका छन्। अब त्यस्ता मान्छेहरूलाई यो जुन देशमा छन् उहाँहरू त्यही देशको कानुनले उहाँहरूलाई एकदमै निगरानी राख्दछ। त्यसैले साथीहरू समयमै सचेत रहनु होला यो कुराहरूबाट। मान्छेको देशमा दुःख गर्नु आएको हो, परिश्रम गर्नु आएको हो। एक दुई पैसा कमाएर म मेरो परिवारलाई खुसी दिन्छु, मेरो बालबच्चालाई म उनीहरूले चाहेको कुराहरू सबै पुरा गर्छु भनेर यस्तो सोचले आएको मान्छेहरू यहाँ विदेशको ठाउँमा आएर एक दुई पैसा कमायो भन्दामै मोज मस्ती गरेर यी नेपालको दुःखलाई भुल्नु हुँदैन है त साथीहरू। आजको यो विशेष महत्त्वपूर्ण कुरा भनेको चाहिँ तपाईँले विदेशमा आइसकेपछि विदेशमा जुन देशमा हुनुहुन्छ त्यो देशमा बनाइने रेसिडेन्सी कार्ड इत्यादि कार्डहरू सबै सुरक्षित साथले बनाएर राख्नुपर्छ। कुनै एक दुई पैसाको लोभले नबनाइकन बस्नुहुन्न है त साथीहरू।